झापाको भ्यू टावर, चितवनको चिल्लो सडक, काठमाडौँको आर्क ब्रिज, बुटवलको कन्भेन्सन सेन्टर, रेलका गफ, पानी जहाजका कुरा, सुरुङ मार्गका कुरा, केबल कार र हाइड्रोका कुरा। जब चुनाव आउँछ त्यो चुनावभन्दा अगाडि नेताहरूले चुट्ने गफ यही नै हो। यो विकासको नारा यही नै हो। यो पटक भर्खर भर्खर बालनजीको 8 करोडको गाडी पनि चर्चामा आएको छ। पहिलो कुरा त नेताहरूले जो चुनावको बेलामा विकासको नारा दिन्छन् यो ठीक हो कि झुट हो? पहिलो कुरा, सांसदहरू नीति बनाउन जाने हो, विकास गर्न जाने होइन। त्यसकारण जुन सांसदले म यो विकास गर्छु, मैले यो गरेँ र त्यो गरेँ भनेर गफ लाउँछ, त्यो नीति बनाउने ठाउँमा जाने मान्छेले विकासको नारा लगाउने सरासर झुट कुरा हो। एक। दोस्रो कुरा, नेपालमा मैले यो गरेँ, मैले त्यो गरेँ भनेर गफ लाउने यी गफाष्टक साथीहरूले विश्वको मानचित्रमा नेपालको विकासको अवस्था कहाँ छ एकचोटि सोच्नु पर्दैन? हाम्रो अवस्था कहाँ छ? हामी उत्पादनमा कहाँ छौँ? हामी विज्ञान प्रविधिमा कहाँ छौँ विश्वको मानचित्रमा? सबैभन्दा पुच्छरमा भएको देशका मान्छेले विकासको गफ लगाइदिँदाखेरि यो झुट भएन? तेस्रो कुरा, जति पनि विकासका कामहरू छ भनेर भनिएको छ, यो विकासको काम त्यसको निम्ति लाग्ने खर्च कहाँबाट आएको त? दुईटा डाटा काफी छ। पहिलो डाटा, हरेक महिना विदेशमा गएका नेपालीहरूले रगत ओकलेर पसिना निकालेर महिनाको 1.5 खरब रुपियाँ पैसा नेपालमा रेमिट्यान्स पठाउँछन्। दोस्रो कुरा, हरेक वर्ष 12 देखि 14 खरब रुपियाँ व्यवसाय, सानो व्यवसाय गरे बापत, दर्ता गरे बापत, कर तिरे बापत, घरको कर, भ्याट, नगरपालिकाको दस्तुर, आम्दानीको कर, यो सबै करहरू तिरेर जनताले झन्डै 12 देखि 14 खरब रुपियाँ पैसा जम्मा गर्छन्। हो, नेपालको आम्दानी भनेको यही हो दुईटा मूलत। एक, बाहिरबाट पठाउने रेमिट्यान्स र दुई, जनताले यहाँबाट तिर्ने कर। बाहिरबाट पठाउने रेमिट्यान्स जो 15 देखि 18 खरब रुपियाँ अहिले वर्षको आउँछ, त्यसैले हो नेपालीहरूले मोबाइल किन्ने, घडी किन्ने, चामल किन्ने, चिउरा किन्ने, लुगा किन्ने, इन्टरनेट चलाउने, गाडीमा हिँड्ने, भाडा तिर्ने, सबै काम त्यसबाट हो। र जनताले तिरेको करबाट जो पैसा उठ्छ त्यो पैसा खर्च गर्ने। अनि यो विकासको नारा नेताहरूलाई दिने मिल्छ? जनताको रगत र पसिना बटुलेर त्यहाँबाट आएको पैसाबाट बनाएको चिज मैले गरेको, तैँले गरेको भनेर तछाड मछाड गर्न मिल्छ? अर्को कुरा, हरेक काममा